आज चाहिँ मैले पानीपुरी बनाउनु लाएको हैन अनि ठुलेले चाहिँ मम्मी पानीपुरी खानु मन लाग्यो भनेर अस्ति नै सामान लिएर आइसकेको थियौँ के बनाएको थिएँ हैन आज चाहिँ बनाए तर मलाई चाहिँ पानीपुरी बनाउन त्यो कसरी के कसरी जान्दिनँ युट्युबमा हेरेको अनि अलिअलि त्यही अनुसार गरेर गराए हैन अनि यो रेडी गरिसकेँ हैन अब यहाँ प्याजहरू अहिले हालेर खानको लागि पनि रेडी गरे अनि यो झोल पनि बनाइसकेँ जस्तो जानेछु त्यस्तै बनाएँ अब त्यस्तो खासै आउँथेन के यो चाहिँ मैले फर्स्ट टाइम हैन अब यहाँ चाहिँ मैले यो फुराउन लागेको छु के अनि यो फुराउँछु फुराएपछि यो चाहिँ मैले रेडी गरिसकेँ मैले फर्स्ट टाइम हो हैन अब स्वाद कस्तो आउँछ के आउँछ थाहा छैन मलाई खासै जान्दा पनि जान्दिनँ त्यही पनि हेरौँ अब बनाउँछु म कस्तो छ त्यो त थाहा छैन बाहिर बजारको जस्तो स्वाद त नआउला किनभने फेरि यो मैले पहिलोचोटि हो नि त पहिलोचोटि हो हेरौँ कस्तो हुन्छ लौ त बाबु लौ न गर कस्तो लाग्यो लु सानोलाई त मिठो लाग्यो अरे मैले पनि लिन्छु ल कस्तो छ ट्राई गर्छु मैले चाहिँ अलिक पिरो पिरो खान्छु उसलाई चाहिँ खुर्सानी हाल्दैन मैले चाहिँ खासै बजारको जस्तो स्वाद त पाएन हैन त्यसो त के हुन्थ्यो र फर्स्ट टाइम ट्राई गरेको तर नमिठो चाहिँ छैन हैन मिठै छ तर हुन्छ नि जुन हामीले बजारमा किन्दाखेरि पाउँछौँ नि त्यस्तो टेस्ट चाहिँ पाएन त्यही पनि खाइदिन्छ के भयो यतिको भए चाहिँ काम चलाउ चाहिँ हुन्छ किनभने पानीपुरी खान मन लाग्यो भने झल्को चाहिँ मेटाउँछ त्यस्तो नमिठो नि भएको छैन तर अब बाहिरको खाने बानी लागेकोलाई चाहिँ मन नपर्न सक्छ मलाई चाहिँ मन पर्नु आफै बनाएको मन परेन भन्न त भएन नि भन्नु होला तर मलाई चाहिँ मन पर्यो तर जुन अब बाहिर के मसला हाल्छन् के गर्छन् त मलाई थाहा भएन अनि पहिलोचोटि बनाएको खासै मलाई आइडिया पनि थिएन यो चाहिँ चाउमिन मोमोहरू त बरु अलिअलि बनाइराखेको हुन्थ्यो यो पानीपुरी चाहिँ फर्स्ट टाइम चाउमिन त बनाउनु चाउमिन अस्ति खाएको त अनि यो चाहिँ ठिकै लाग्यो बनाउँछु यो बाबुलाई चाहिँ पानीपुरीको झल्को पनि हेर्छ अहिले ठुले आएन स्कुल गयो अब आउने बेला हुनुलाई आएपछि झर्का हुन्छ